आज नागोयाको फुड फेस्टिभलमा को आउनु भएको छ। उहाँ चाहिँ सपनाजी हो। मलाई चाहिँ उसको भिडियोहरू एकदम मनपर्छ, त्यही भएर मैले उहाँसँग फोटो खिचेको। हामी चाहिँ क्लास सकेर गएको, एकदम लेट पुगेको भएर हामी गएको जम्मा 2टा रुट मात्र गयो। अनि जस रमाइलो भयो, 2टा ग्रुप पनि आइल्यान्ड डान्स गऱ्यो। अनि त्यसपछि फुड फेस्टिभलमा आएपछि अब खानेकुरा टेस्ट गर्नु पर्यो। सुरुमा हामीले छ्याङ लिए, त्यसपछि म चाहिँ खाने जुस लिएँ। अनि फुड स्टल नम्बर 11 र 9 चाहिँ एकदम भाइरल छ, त्यहाँ गएको मान्छे लास्ट पुग्यो। त्यसपछि हामीले ठोबाट मोमो लिए, अनि त्यसपछि छोइलाहरू लिए। अनि सब ओभरअल खानेकुरा चाहिँ मिठै थियो। अनि यतातिर बाजा बजाइरहेको रहेछ, बाजा बजाउने ठाउँमा फेरि अलिकति नाच्न थाल्यो। अनि त्यहाँदेखि साथीहरू सबै सेल्फी लिन थाले। अनि त्यसपछि त प्रोग्राम सकिहाल्यो, के गर्ने है, यत्तिकै हालिरहेको छु। अनि यताउति फोटो भिडियो खिचेँ। अनि साथी 1 इयर्सपछि भेटेको थियो, त्यही भएर हामी फोटो पनि खिचेँ। अनि फेरि बेलुका भइसकेपछि खानातिर लागेँ। अनि त्यसपछि हामी चाहिँ कोन्मिनीतिर गएर पानी र जुस लिएर खाना त लास्टतिर लागेको थियो, त्यही भएर